नमस्ते, म डाक्टर प्रदीप कुमार, बालमुटु रोग विशेषज्ञ। आज म हजुरहरूलाई 14 वर्षको बाबुको एउटा सानो भिडियो देखाउनेछु। यो भिडियोमा देखिएका केही महत्त्वपूर्ण सङ्केतहरूलाई कृपया ध्यान दिएर हेर्नुहोला। बाबू नाम बताओ, यहाँ पर की नाम है यहाँ के? कितने साल के छे यहाँ? 14 साल के। अच्छा, जी दिखाओ, जी दिखाओ, जी और बढ़िया से दिखाओ। बाहर का हाथ दिखाओ तो, दोनों हाथ, दोनों देखो। पैर दिखाओ, पैर। सायद हजुरहरूले यो भिडियो पुरै हेरिसक्नुभयो। यो भिडियोमा देखिएका यी सङ्केतहरूलाई के भनिन्छ, यो सङ्केतहरू देखिने कारणहरू के हुन सक्छन् र हाम्रो बाबुमा के कारण यो सङ्केत देखियो भन्ने बारेमा म छोटकरीमा जानकारी दिनेछु। यो बाबुको जिब्रो हेर्दा जिब्रोमा अलिकति निलोपन देखिएको छ। यो सङ्केतलाई साइनोसिस भनिन्छ। त्यसरी नै यो बाबुको हात र खुट्टाको औँलाहरू हेर्ने हो भने नेल बेडहरू अलिकति कर्भ छ र फिङ्गर टिप्सहरू अलिकति मोटो, अलिक थिकेन्ड छ र ध्यान दिएर हेर्ने हो भने कहिलेकाहीँ यो ड्रमस्टिकको अपियरेन्स जस्तो देखिन्छ। यो सङ्केतलाई क्लबिङ भनिन्छ। साइनोसिस र क्लबिङ देखिने विभिन्न कारणहरू हुन सक्छन्, जस्तै कि जन्मजात मुटु रोग, उदाहरणको रूपमा टेट्रालोजी अफ फ्यालो, दीर्घकालीन फोक्सो रोग जस्तै कि सिस्टिक फाइब्रोसिस, ब्रोन्किक्टेसिस, इडियोप्याथिक पल्मोनरी आर्टेरियल हाइपरटेन्सन भन्नाले फोक्सोको उच्च रक्तचाप, दीर्घकालीन लिभर डिजिज भन्नाले सिरोसिस। यो रोगहरूमा साइनोसिस र क्लबिङ सँगसँगै देखिन सक्छ। र अन्तिममा यो बाबुमा साइनोसिस र क्लबिङ देखिने कारण चाहिँ टेट्रालोजी अफ फ्यालो भन्ने जन्मजात मुटु रोग थियो।